हेलो वेलकम हाम्रो नयाँ भ्लगमा साथीहरू। हामी चाहिँ आज मानुङ जान लागिरहेको छौँ। मानुङ भन्दा पनि हामी चाहिँ बर्चेन जान लागेको। हामी चाहिँ चण्डी पूजा खानलाई हामी चाहिँ रेडी भइसक्यौँ साथीहरू। उता सेरातिरबाट नि छ, माइतातिरबाट नि छ साथीहरू। यता चाहिँ हाम्रो हिरो जहिले हिरो एउटै कम्पनीमा छ के एउटै कम्पनीमा रहेछ। हेर्नु न, हामी चाहिँ अब जान लाग्यो। हाम्रो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला साथीहरू। मासु धेरै नखा भने हामी रेडी भइसक्यौँ, अब जान लाग्यो। ए यता हेलो भन्नु, हाई भन्नु। हेलो हेलो हामी चाहिँ जान लाग्यो। म चाहिँ मानुङकोट गइसकेँ होइन साथीहरू। आज चाहिँ हामी मानुङबाट अलि उता बर्च्याङ भन्ने ठाउँमा जान लाग्यो। त्यहाँ चाहिँ हाम्रो आफन्तीहरू हुनुहुन्छ माइती, अनि त्यता पूजाको निम्ति आएर पूजा खान जान लाग्यो साथीहरू। हेर्दै जानु होला कस्तो लाग्छ हाम्रो भिडियो। लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गर्न नबिर्सिनु होला। उता आमा हिँड्दै हुनुहुन्छ। हामी चाहिँ चण्डी पूजा खान जान लाग्यो। चण्डी पूजा साथीहरू, हामी घरबाट हिँडिसक्यौँ। हामी चाहिँ अहिले यहाँ जामुनी आएर सामान किनेको कोसेली। ऊ त्यहाँ हाम्रो गाडी छ। यता भित्र बसिरहनु भयो सबैजना। ठुलबाबा हाई भन्नु। यता मिगेन अबि नानीलाई त केही पनि ल्याइदियो नि त खानेकुरा। ओके, ठुलबाबा उता अगाडि निमा हुनुहुन्छ, यता ठुलमम्मी फुपू, उता अङ्कल आन्टी, उता बुहारी। मलाई नदेखाउ न यता अङ्कल हो कि ठुलबाबा के भन्नुपर्छ हामीले? बाजे हो। ए बाजे। हामी चाहिँ अब हिँडेको सरर। यता हामी झरे अब चाहिँ मानुङकोटको घुमघाम, अनि त्यसपछि बल्ल मासुर भात खान जाने पूजामा। ढोका हालिदिनु त उता। ठुलो मानुङकोट यहाँबाट मासतिर अझै हिँड्दै। ए ठुलमम्मी त छाता लिएर आउनु भइरहेछ त। ओके हे अरे अस्ति नै आएको ठाउँ केही नै हुन्न। आउनु, हामी चाहिँ पहिला यता घुम्छौँ मानुङकोटतिर घुमेर अनि उता तल जाने बर्च्याङ। ओके, हामी त घुम्न नि आएको के हरेको निमाले। हाम्रो गाडी यता ल्याउनु झोला। हाई भनिदेऊ मिगी। अबे कता गलेर हेऱ्यो कि। यता पनि गाडी आउँदैछ। मानुङकोटको यो पछाडिपट्टिको दृश्य हजुर। हामी यहीँ बस्दाखेरि हो नि त अस्ति नै लडेको मान्छे। ग्याङ फाइट दमौलीको पुल। दमौलीको पुल दमौलीको बजार। जाम न, त्यहाँबाट झन् राम्रो देखिन्छ।
यही हो बस्दाखेरि त लडेको यहाँ ल हेर्नु है साथीहरू हाम्रो तनहुँको मानुङकोट हामी चाहिँ खास पूजाको निम्तो खान आएको अनि आउँदा आउँदा यही बाटो पर्ने भएको भएर यसरी घुमेर जाने भनेर साथीहरू ए हामी यता रमाइलो छ साथीहरू अलि यता छेउछाउ हिँड्नु यहाँ बार भत्काइरहेछ कि यो बनाउनलाई अलि यता कुना कुना हिँड्नु यता चाहिँ पहिला चाहिँ थियो किनभने यहाँ सिडी गराउँदै रहेछ अस्ति नै हामी आउँदा यहाँ सिडी थिएन अहिले चाहिँ यो सिडी बनाउनको लागि चाहिँ यो रेलिङ भत्काएको रहेछ देख्दा फेरि चाहिँ ल साथीहरू यहाँ बन्दैछ के नडराउनु न नानीलाई छोड्दै नछोड्नु है काले यो कच्चावाला रेलिङ परेछ है अडेख नलाउनु है ऊ त्यता त भत्क्या फेरि भत्तै चाल अडेख नलाउनु भनेको कहाँबाट आउने बाटो यो अब काले नछोड्नु न मेरो पो खुट्टा सिरिङ सिरिङ भयो यो यस्तो छ हाम्रो बिहान आउँदा चाहिँ यहाँ कस्तो राम्रो भ्यू देखिन्थ्यो तर अहिले चाहिँ घाम लागिसक्यो साथीहरू यहीँबाट हेरेकिन जाने यहीँ जानु त के को गेडा अरे मम्मीलाई देखेँ न ए गरेर रमाइलो रहेछ साथीहरू तगौली बजार फोटो खिच्देऊ न निर्माण खिचौँ न आगो माथिर हेर्नु न हावाले साउन्ड रहेछ राम्रो नाउन्ड रहेछ यो घामले गर्दा नि हो कि आन्टी ओ त्यो गाडी गुडिरहेको हो त्यो गाडी गुडिरहेको पृथ्वी राजमार्ग हाम्रो यता हो त्यो गाडी त्यता गएकोतिरबाट चाहिँ पोखरा जाने हो भने यता फर्कियो भने चाहिँ यताबाट काठमाडौँ जाने हरियो बसबाट चाहिँ पोखरा जाँदैछ यो बस ल हामी चाहिँ यहाँबाट फर्कियौँ अब उता पूजा खान जाने घाम लागिरहेछ साथीहरू खासै घामले केही देखेको यो कस्तो मिठा हावा आएको तीनचोटि फोन गरेर चारचोटि नै नमस्कार भन्नुपर्ने हामी यहाँबाट फर्कियौँ साथीहरू देखाइसक्यो नि यता चाहिँ यो ब्याक साइड हो
गाउँमा हुँदाखेरि त कति खोजेर हिँड्थ्यो यतै घुम्न आउँदै नगर्नलाई गाडी अहिले फेरि एकतिर जाँदा त अलिअलि बेलामा त्यही न ऊ भएर झरेको होला तान्न सकेन क्या हो तेरो पेटमै त छेउतिर ल्याउनु पर्यो हेर न मान्छेहरू इज्जत सकेर आएको मानिकोट भनेको यही त हो भनिदिनु यही त हो 10 मिनेटमा पुग्छ ल साथीहरू हामी चाहिँ बर्च्याङ आइपुग्यौँ बर्च्याङ बर्च्याङ सामुदायिक मगर समाज यहाँबाट हामी यता अङ्कलको घरतिर जान लाग्यो हामी यहाँ झरेमा भयो यी साथीहरू यो चाहिँ सिप्लिगनको रुख हो होइन हाम्रोतिर चाहिँ यसलाई सिप्लिगन भन्छ हजुरहरूकोतिर चाहिँ के भन्छ यो चाहिँ लास्ट मिठो हुन्छ मलाई चाहिँ एकदम मनपर्छ यता चाहिँ घर घरै हुँदो रहेछ के सिप्लिगन अहिले पायो भने टिपेर लैजाने हामी चाहिँ अब यहाँ गाडी राख्यौँ यहाँबाट लाग्यौँ लिची पनि फलेरहेछ त सानो खालको होइन यो के भन्छ यसलाई बाख्रेको गेडा यता अङ्कल आउनु भयो हामीलाई लिनलाई यता अङ्कल आउनु भयो लिनलाई देख्नु मन लागेर हामी त बुढो भयो भाउजू सजिलो हो त यहाँ आरु फलिरहेछ हजुर हामी गाउँ आइपुग्यौँ है बर्च्याङ गाउँ यो चाहिँ नास्पतिको रुख हो साथीहरू यो चाहिँ किमो रहेछ कफल नफल्नेवाला कफल सिप्लिगनको किरा हेलो हेलो आके आके रमाइलो रहेछ है बल्ल फुपूलाई याद आएछ हामी चाहिँ घर आइपुग्यौँ हेर न कता ढोका थुन्न लाग्यो यता कस्तो राम्रो तामाको गाउने त्यो कस्तो छ भने किन्न ल्याउने यता सिप्लिगन फुलिरहेछ धेरै भएर फेरि यो गाउँमा त फेरि होमस्टे छ नि होमस्टे कान्छामा उता पारी यता स्ट्रबेरी लभर खाऊ कता कसलाई हेरेको र कसलाई हेरेको र र नक्कली झिक्दै खाँदै अब त छैन सकियो अब त एउटै हो एउटै हो बारीको अरे आफ्नै बारीको अहिले जाने बारीतिर अब हुन्न भ्याइ अहिले त छैन सकियो यत्रो है त के भनेको देखाइदेऊ नि। खै दिनुहोस् त यता निमालाई दिनुहोस् त देखाइदेऊ यता गरिदेऊ त उहुँ, यस्तो गरेर देखाइदेऊ के नक्कली नानी जाडो भयो क्या बाहिर गएर त फेरि ल्याछ अर्को दिदी
त्यो चाहिँ हाम्रो अङ्कलको घर। हामी चाहिँ यहाँबाट यस्तो गरेर यता अङ्कलको बाख्रा फार्म पनि छ अरे। हामी चाहिँ यता बाख्रा फार्मतिर जान लाग्यो। कस्तो रमाइलो लाग्यो यो गाउँ साथीहरू। हामी चाहिँ एकदम ह्याप्पी मोडमा। ल आमा कति धेरै राम्रो है। के हेर्नु त ठुलो बाबा खसी मात्रै यता बाख्राका धेरै अङ्कलहरूको कान्छाको घर आएर कसको भनेर सोध्छ फेरि हाम्रो निमा त यो चाहिँ पुरानो घर हो त खसीहरू कत्रो मजाको साथीहरू हजुरहरूलाई खसी चाहिए सम्पर्क राख्नु होला लोकल खसी है कति मजा यी मुनिले बुबु खाएको यी मुनेले बुबु खाएको अगाको मुनेले बुबु खाएको यत्रो घरहरू सब बजार झरेर हाम्रो नि गाउँको पुरानो घरमा यस्तै थियो यो सुधारिएको चुलोको हो के यस्तो कस्तो बसेको ठाउँ के यो त है हजुर ए यो चाहिँ हाम्रो एकदम के भन्छ अरे पुरानो जमानाको यो ढिकी पहिला हाम्रो आमाहरूले यस्तो ढिकीमा कुटेर खान्थ्यो अरे पिठोहरू अहिले चाहिँ यता ढिकी छ कस्तो ढुङ्गा हो यो त है कति राम्रो कोलबला ढुङ्गा हाल्थे के हाल्थे त के त्यही त हो नि सबै यस्तै ढुङ्गा हाल्थे त्यसलाई त के भन्छ खल हो कि के भन्छ अरे ए खै दिनु न म गर्छु नि हजुर गरिदिनु न ठुलो मम्मीले बिग्रियो भने भान्जालाई कराउँछ होला अरे ल रमाइलो कुचो यता ठुलो मम्मीले फेरि बडाल्न लाउनु भयो गान हो है अरे ल यता रमाइलो भयो रमाइलो त्यो रातोमा ल गाली खाइहाल्छ छिटो कुटा एउटा फोटो खिच्नु त थम्बनेल गराउने ए दाँत भाँची चाहिँ क्या हो के छिटो म जानेन त्यसै त नि हो त्योमा थम्बनेल भयो भाइ एक फेरि कुटो फेरि आमा ऊ त्यहाँ बसेर बढाल्नु त ऊ त्यो बसेर अलिअलि बढाल्नु हो यो यहाँ यो चाहिँ कुचोले हो त्यहाँ ल भयो ए त यो झाता पनि हो हाम्रो त देख्न पाउँदैन त आजभोलि त झाता त है ए पिस्नु न माइजू अरे माइजू पर्छ अरे ल यता ल झाता पिस्न लाउनु भयो आछि घान पुर्याउनलाई ल यता हेर्नु त यता हेर्नु न यसरी पिनेर खाएको मान्छे हुर्केको ल ल यता लोकल कुखुरा रमाइलो लाग्यो यस्तै रमाइलो रहेछ यता त ठुलमामी लानी टिप्दिने हो ए
यो चाहिँ धनिया धनिया यो दबाई हुन्छ भन न यो औषधि पनि हुन्छ अरे ठुलमामीले बेर्न लाने अरे यसको चाहिँ मैले उकाउन लगाइरहेको छु होइन म उ गर्दिन्छु के पछि हे त्यो अलि जाए किन उखाल्ने हो बिउला पनि म पठाइदिन्छु म उ गर्छु हामीसँग बस्नुपर्छ नि अहिले हो हे तेरी उता कुया छ अब सिप्ली खान खोजे अब उता फेरि म दिन्छु के अलि हे तेरी भाउजू ल हिँड अहिले पछि अरे के हो सबैलाई सिप्ली खानको टन्टो पर्यो छ अनि अहिले अनि कान्छीको देउरको घर जानु पर्यो त कान्छीको हामी त हिँड्या खाना हामी चाहिँ खायो खाऊ न हे तेरी सोध पर्दै खाएन नि ल खायो है अङ्कल ल ल ल त्यो नानीलाई खोइ त दिएको यस्तै अब खानपिन भने यस्तै हो अब भेटघाटको लागि बोलाएको कि कति खाने हो के को हुने ल ल हाल्दै खाऊ के भातै नखाइकन आयो हामी त रोज खाँदै थियो जन्तीहरू आइसक्यो अनि पालो पुरेको जस्तै यसो बार जस्तै यसो उभिएर बसेको म छोडिनु पऱ्यो भने छोडिदिएको अनि आउने बेला चाहिँ भातै हुन्छ हुन्छ तिमीहरू अब आउँदैन दसैँमा टिका म त लामो छुट्टी भनेको नि यतिखेरै त हो नि ल चेस गर्नु ल चेस चेस कति वर्षपछि भेट हुनु भएको अरे 28 वर्षपछि भेट भएको आमा यता ठुलबाबा र बाजे यता हुनुहुन्छ नानु के खान्छौ स्ट्रबेरी खाने हो के भयो सकियो भनेको खाऊ 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 मिठो भएछ ल हाम्रो फेरि यता भात सुरु भयो भात त्यत्रो खाएर नि यता ठुलबमी फुपू उता निमा खसीको मासु साथीहरू हाम्रो चाहिँ खानपिन भइसक्यो हामी चाहिँ बारीतिर सिप्लिगन टिप्न आएको र साथीहरू हाम्रो चाहिँ खानपिन भइसक्यो हामी चाहिँ अहिले बारीतिर सिप्लिगन खोज्न आएको टिप्न आएको खोज्न होइन टिप्न आफ्नै बारी भुइँकाफल यो चाहिँ सानो खाले स्ट्रबेरी यसलाई के भन्छ भुइँकाफल भन्छ यो हेर यता घरमै पाउँदो रहेछ यस्तो ए भुइँकाफल हामीतिर बारीतिर लाग्दैछौँ झोला बोकेर निमा ठुलमम्मी फुपू ए मौरी पालन पनि रहेछ यता मौरी पालन सुन्तलाको रुख यता तरकारीहरू यो काफल चाहिँ नफल्नेवाला रहेछ है नफल्नेवाला नि हुँदो रहेछ नि त ओके त्यो घाँसको लागि हेर्नुहोला साथीहरू हामी कति टिप्छौँ सिप्लिगन हाम्रो यता त बारीमा सिप्लिगन हुन्छ अरे जङ्गलतिर जानु नपर्ने
म चाहिँ पहिलोचोटि आएको हो। सुन्तला नस्पतिको त उ हालिदिए है उयो नास्पाती डल्लो हालिदिए के दाना हालिसकेर रहेछ नास्पातीको। म चढ्छु म ए तर फुली भएको है यो सिप्लिगान। अरू होला है त लौ आन्टी भिडियो गर्नु यहाँ म जान्छु रुखमा भाउजूलाई दे लौ त भाउजू होइन बुहारी हो मेरो त्यहाँ उसको बिहा। भोइस कभर कि के जति गर्नु है हजुरले। त्यो फेरि उमा अल्जिला कुर्था ल सिप्लिगान हामी यति टिपिसक्यौँ। झोलाबाट सिप्लिगानको ठुक्रा किलो काटै ल्याउनु पर्छ क्या जोखेर ओके कम त भयो त कोइला धेरै कोइला थोरै हुन्छ क्या हो सिप्लिगानको भाग यिनी सबैजना हाम्रो ठिक हो हाले अलि भाग लाएर नपुग्न बेर भएन फेरि नपुग्यो त्यही झिर्दिन्छ नि एक मिनेट जङ्गुगाको भाग धेरै हुन्छ है। त्यही मैले भनेको दुईजनाको ठाउँमा दुईजना दुई भाग लाउने फेरि हामीलाई एउटा दिदीलाई फाइदा हुन्छ हामीलाई घाटा पर्छ। हाम्रो तिनजना हो भन्नु जस्तो हो के त्यही भएर अघि निमाको भएको हजुर लैजाउँ भन्थ्यो कि कल्पनाले मलाई। ओके अबि बम्बई हाले यता पुग्दैन क्या अलि सेरलहर जोख्नुपर्छ। किसिमको मिलमा हाम्रो दिदी भएको धेरै पऱ्यो क्या 3 भाग उठाउनु पर्यो। कहिले काहीँ तरकारी यहाँ खाइ नसक्नुहुन्छ भने दुईजना गरेको एउटा के गरौँ भन्नु हुन्छ। साथीहरू हामी घरबाट फर्किसक्यौँ। सिप्लिगानको भाग चाहिँ देखिसक्नु भयो होला। हामी चाहिँ खानपिन गरेर यता कान्छा अङ्कलको घरबाट आएको। अब उता चाहिँ भेटघाटको लागि माइली बजेको घर कान्छी बजेको घर जान्छौँ। त्यो चाहिँ माइली बजेको घर थियो यता हामी चाहिँ हिँड्दैछौँ। उता गाडीमा हिँड्दै तिनीहरू चाहिँ भाइले मारे ल मा गरिदेऊ ए हेर न काँचो मकै कपारेको ओके ए यता आउनु त अब कहिले कता म सानोमा आउँदाखेरि त अनि बेसरी ठुलो थियो त्यो पोखरी त अहिले खिच्नुपर्छ।
हाँ? यही त हो नि अब यो स्कुटी यो स्कुल हो यो चाहिँ स्कुल फुपूलाई याद आएछ भर्खर अब बिस्तारै बिस्तारै ए ओहो कहाँ छ यता कान्छी बजेकोतिर नि होला सिप्लिकन पाए त टिप्नुहुन्थ्यो है यही हो नि घर यो निलो घर के नखाएर हो के केराको पात खानु मिल्ने भयो पो त ल साथीहरू यो ब्लू कलरको चाहिँ हाम्रो कान्छी बजेको घर हामी आइपुग्यौँ पाहुना खाँदै हिँड्दै झर्दैछ ल आन्टी हाई भन्नु हामी आइपुग्यौँ पाहुना खाँदै खाँदै अबि कता हो कस्तो रमाइलो क्या गाउँ ओके उता थियो होला के दोकान है उता थियो होला के अरे ए आन्टी नमस्कार नाको जेठानीको निजना होला पछि नन्द अनि यिलाई अब मिजा कोलाई चाहिँ बुहारी फोन यिलाई चेराज्यू भेना भान्जा बिचारा यस्तो मजाले फुल झुन्डाइरहेछ बस आन्टी चिनजान गर्न भेट्न मात्रै फेरि आउँदाखेरि चिनिन्छ भनेर अनि अब पहिला कस्तो थियो अहिले कस्तो भयो है ठाउँ सानोमा दाइ पनि यत्रो थियो नि त यत्रो थियो अनि सानोमा अहिले बुढो भइसक्यो अनि घर पनि त्यस्तै हुन्छ यही बनाउने फुपूलाई याद कति वर्षपछि आउनुभयो फुपू हजुर म त 2 वर्षमा होला है ए परहरु चनी खान त आथे त ए यो घर बनाएपछि म चनी पूजा खान आएको के छाङको दिदीहरुसँग परहरु छामा हुँदै छामा चाहिँ भत्ता लिन जानु भएन हाम्रो घरतिर आएन के अरे यहीबाट यतिबाट फर्किनु हामी त दाइ रहे अङ्कलले भन्नुभयो अबेला भयो दिदीहरुसँग आइ यहाँ हिँडेर आएको अनि उति फेरि गइहाल्यो हतार गोरीबाट पुग्न पर्छ भन्दै के अनि दिदीले फेरि एकछिन यसो बोलाउनु पर्यो कस्तो रमाइलो गाउँ यता मिगेन पाडी हो लोकल कुखुरा ठुलमामीले ल साथीहरू हजुरहरू यता घुम्न आउनुहुन्छ भने यहाँ होमस्टेको यस्तो लोगो पनि छ तपाईँहरू यहीँबाट सम्पर्क गरेर यसो बुकिङ गरेर आउन पनि सक्नुहुन्छ ठाउँ चाहिँ रमाइलो छ म पनि फर्स्ट टाइम आएको ठुलमामीले फेरि कोक दिएर मान राखिदिनु भएको अरे ओ उता मिकेलले गरेछ के गरे सबैले उसलाई अटेन्सन दिएको भएर खुब ठुलो बाल्टेर चाहिँ हाम्रो ठुलबाबा अङ्कलहरूको भेटघाट भयो ल सबैजना ल हाई भनिदिनु ल ए भाउजू एकछिन बस्नु न
सास फेर्नै भ्याएन अब जाम आए हिँड्नै पढ्न पनि त गाडी बाख्रा खोर्न छैन, सुँगुर खोर्न छैन अनि बाख्राको बच्चा ल हामी चाहिँ यहाँबाट बिदापाती भएर लाग्यौँ खै हामी उता अगाडिबाट चढ्छौँ ठाउँ चाहिँ कस्तो रमाइलो क्या है गाडी आइसक्यो ल अब हामी यहीँबाट गाडी सर्छौँ होइन यहाँ भिडियो ल हामी फर्केको साथीहरू कस्तो राम्रो काम देखियो क्या यहाँबाट आउन लाग्यो उसको फेरि लुगा च्यापियो भने तानेको तानेर घोप्टेला स्याहारे लुगा कस्तो रमाइलो है चारजनाको दिदी कति हो उको ए हुँदै पर्दैन पर्दैन र हुँदै के पनि है पर्दैन ए यता पोखरी आयो यो चाहिँ पोखरी हो पहिला चाहिँ पानी नपुग्दाखेरि यहाँ पोखरीमा जम्मा गरेर यहाँको पानीले चाहिँ यसो गाई गोरुलाई खुवाउने गर्थ्यो अरे अहिले चाहिँ घर घरै धाराको सुविधा भएको रहेछ ल साथीहरू अब चाहिँ हामी फर्किन लाग्यो ल हामी फर्किँदै साथीहरू ए ल ल हुन्छ आफ्नो जानु भएपछि ठ्याक्कै